So guys, welcome to Choda vlog. I know after a long time लाइफमा धेरै प्रब्लम चलिरहेको थियो गाइज. खुट्टा नि भाँच्यो, मोबाइल नि फुट्यो. मोबाइल फेरि बनायो होइन गाइज. सो अब चाहिँ आई विल बी रेगुलर होइन. अरू धेरै प्रब्लमहरू थियो, सक्यो. अहिले छैन त्यस्तो समस्याहरू होइन गाइज. प्रब्लम त के भन्ने, काम थियो, काम. अब गाइज रेगुलर भ्लग आउँछ. अनि म चाहिँ यहाँ पढिरहेको थिएँ होइन. खतरा पढ्छु होइन म चाहिँ कहिलेकाहीँ होइन, यस्तै हो. सो अब के भन्ने, हेर्दै गर्नु है गाइज चोदा भ्लग. स्टे ट्युन. नभएदेखि फेरि पनि भ्लगहरू आउँछ है खतरा खतरा. कसरी गर्ने बे? त्यहाँ छिरान मुजी चार्जिङ पोर्टमा मेरो अगाडिबाट ल चौडै भाइ. हेलो गाइस, वेलकम ब्याक टु चोदा भ्लग्स होइन गाइस. झारलाई पकड बे. अब चाहिँ हामी होइन घुम्न जाँदैछौँ. लङ टाइम पछि होइन चोदा भ्लग्स फेरि पनि ब्याक भइसक्यो गाइस तपाईँहरूसँग. झाँटिया छ यो माइकसँग त एकछिन मेरो मुख अगाडि ल्याइदिएन माइक. यसरी हाम्रो झाँटिया छ. अब झाँटले चिकौँ भन्न मिल्दैन. खोइ या त एकदम एकदम यार टाइट छ यार ब्रेक त मेरो. यहाँ चाहिँ अब हामी झुलुङ्गे पुल भन्ने ठाउँमा घुम्न आयौँ गाइज होइन. अब यहाँ यहीँ राख्यो भाइ. युएसपुरबाट मात्र 3 घन्टाको हाइकमा हामी यहाँ आइपुगेको. सो गाइज वेलकम टु चोदा भ्लग्स वान्स अगेन. क्यामेरा के भयो? कहाँबाट के बोल्यो मेरो भाइ? यहाँबाट बन्जी जम्प हान्ने रे हाम्रो दिपकले. बिना डोरीको पनि यार. यो गाइज यो चाहिँ भोलिबाट त मैले बताहरूलाई भन्नु फाइदा चाहिँ छ मलाई. के भन्दैछ है? म यो बाटोबाट स्कुल जान्थेँ भन्नु पाउँछु कि म आउँदा पुल बनाएको थिएन कि. पुल बनाएको चाहिँ होइन वरिपरिको थिएन कि. ओ हजुर तल एउटा कस्तो जाने ब्युटिफुल पुल छ क्या हाम्रो क्लासको. यहाँ चाहिँ पुल पनि छ गाइज होइन. सो केटाहरू अहिले हामी यहाँबाट ओर्नेर पनि जान्छौँ होइन. अब हामी चाहिँ हामी अहिले पहिला अनन्त लिङ्गेश्वर जाँदैछौँ दर्शन गर्न. आज हामी गाइज यस्तै हो केटाहरू भनेपछि राति राति मन्दिर जाने, घुम्न डुल्न. यहाँ क्या मजा आउँदैछ हो. हामीले गर्न सक्ने भने यही यही हो. भोलि हाम्रो प्रि बोर्ड छ होइन. होइन गाइज होइन होइन यार साथीहरू यार यस्तो चाहिँ नभन न यार साथीहरू यार. जिन्दगी भनेको यस्तै हो साथीहरू यार होइन. रमाइलो नि गर्नुपर्छ, पढ्नु नि पर्छ. तर आज हाम्रो झाँटले ल्यान्डस्केप देखाउने रे. बाङ्गोटी र बाटो लगेर मुजी हान्यौँ कि यसलाई पछाडिबाट ढ्याङ्ग. ये यहाँ का बहुत ही खुफिया रास्ता है. ये यहाँ दूर दूर तक कोई इंसान नहीं दिख सकेगा आपको. आगे झाड़ी में गांड मार रहा होगा बांधो. अगाडि झाडीमा गाँडमा रहेर एकदम खोजौँ हन. ऊ त्यहाँ साँच्चीकै ए सरी यहाँ बच्चा रहेछ यार. मिलते हैं मैन वर्सेस वाइल्ड के दूसरे एपिसोड में. सो गाइज यो चाहिँ हाम्रो के भन्ने गाउँले म्यान भर्सेस वाइल्ड हो होइन. सुन न दोस्त, इन्डियनहरूको देशी हुन्छ, नेपालीहरूको गाउँले म्यान भर्सेस वाइल्ड हो. यो चाहिँ गाउँले म्यान भर्सेस वाइल्ड हो. यहाँ चाहिँ झरना छ होइन गाइज हेर्न सक्नुहुन्छ. वाट नाइस झरना. यहाँ चाहिँ पानीको फ्लो कन्ट्रोल गर्नुको लागि यहाँ चाहिँ चाबी घुमाउनु पर्ने रहेछ गाइज होइन. यो चाहिँ ल्यान्डस्केप झाँटले त दामी देखाउनु ल्यायो होइन. मलाई
कतै कतै त मन परेको छ होइन कतै कतै मैले लिएर गएको भए डाइरेक्टली तारिफ पनि गर्न मिलिरहेको छैन होइन हो अलिक गाह्रो छ गाइज होइन यहाँ चाहिँ हो दामी रहेछ झाडो पनि छ नि त गाइज अनि यहाँ म थरथर कापिरहेको छु गाइज यहाँ पानी कम जमेर चाहिँ होइन यहाँनिर स्विमिङ गर्नु हुन्थ्यो क्या अब अलिकति गहिरो हुन्थ्यो क्या यो अनि यहाँबाट चिप्लेटी खेलिदिन्थ्यो क्या दाइहरूले चाहिँ मैले चाहिँ गर्न पाइनँ किनभने म आउँदाखेरि एकदम बाढी आइरहेको हुन्छ होइन अलिक बिचरा घाँट अलिक हाम्रो कमजोर छ गाइज होइन कमजोर थिएँ अब छैन एकचोटि स्विमिङ पुलमा गएको थियो स्लाइड खेल्दाखेरि चाकको छाला नै गयो क्या गाइज होइन सो त्यसैले अब म 3 हप्ता भयो म गएको अब 2 महिनापछि मेरो ग्लो अप हेर्नुहुन्छ तपाईँहरूले मेरो कम ब्याक हुन्छ अब ग्लो अप हेर्नुहुन्छ अब ग्लो अप हेर्नुहुन्छ तपाईँहरू सक्दैन मेरो ब्लो अप नट अ ग्लो अप जी होइन बिबी ल अब खास भन्नुपर्दा तपाईँहरूलाई अब के हो यो जस्तो लागिरह होला होइन यो चाहिँ खास एबेन्डन गरिएको स्विमिङ पुल हो क्या ओ यहाँ चाहिँ पहिला स्विमिङ पुल थियो अरे गाइज होइन बनाउनु खोजिएको थियो कम्प्लिट नभएको यहाँ चाहिँ कम्प्लिट भएन अरे गाइज स्विमिङ पुलको प्रोजेक्ट स्विमिङ पुल यहाँ हेर्न सक्नुहुन्छ गाइज स्ट्रक्चर पनि छ राम्रो स्ट्रक्चर तर इन्कम्प्लिट ओए नहान न त्यसरी भोलि पर्सि केही घरमा टाइलको जरुरत पऱ्यो नि यहाँबाट उखालो लड्नुपर्छ हो धन्यवाद यहाँ चाहिँ अब पानी पनि छ यहाँ चाहिँ सुन छान्ने रहेछ यहाँ मान्छेहरूले होइन गाइस यहाँ चाहिँ सुन छान्ने रहेछ एउटा बर्तन सुन छान्ने बर्तन पनि भेट्यो हामीले यहाँ चाहिँ ड्याम बनाएर सुन छाड्दो रहेछ त्यो सुन छान्ने होइन होला हो त्यो के भन्नु के होला त्यो मलाई पूजा गरिसक्यो पूजा होइन त्यो उ गर्छ नि के अब के उठाउनु हुन्छ नि भित्र उठाउनु यता मन्दिर त्यस्तो पनि हुन्छ डालो यो चाहिँ डालो होइन ए सरी गाइज फर माई मिस्टेक होइन यहाँ चाहिँ हाम्रो झाँटले हामी चाहिँ बाहुनतिर परिनौँ नि त त्यसैले अलिक हामीलाई हाम्रो एकदम ब्युटिफुल ल्यान्डस्केप यसलाई चाहिँ हामी अनन्तलिङ्गेश्वर भन्छौँ दामी रहेछ दामी छ अझ अब हामीले एक्सप्लोर गर्नै बाँकी छ होइन हामी अलिक राति आयौँ क्या गाइज तर के गर्ने यार चोदा भ्लग यस्तै राति नै हिँड्छ सपोर्ट गर्दै गर्नु गाइज होइन क्यामेरा क्वालिटी बढ्दै जान्छ बढ्दै जान्छ होइन तपाईँहरूलाई दामी भिडियो म दिँदै जान्छु गाइज होइन सपोर्ट गर्नुहोस् तपाईँलाई यस्तो दामी भिडियो दिन्छु कि तपाईँ सोच्नु पनि सक्नु भएको हुन्न कि चोदाले यस्तो भिडियो दिन्छ भनेर यस 1000 सब्सक्राइबर भयो भने झाँटले यहाँबाट हाम फाल्छ यहाँदेखि झाँटले त्यहाँ हाम फाल्छ 1000 सब्सक्राइबर भयो भने मेरो 1000 सब्सक्राइबर भयो भने झाँटले त्यतिको हाइटबाट हाम फाल्छ द्याट्स स्योर सो गाइस सब्सक्राइब गर्नु भने झाँटले हाम फालेको हेर्न सक्नुहुन्छ अहिले नै हो क्या अहिले नै हाम फाल्नु 1000 पुगेपछि हाम फाल यहाँ सुन केटा अब हामीले बाहुनको खुसी यहाँ चाहिँ अलिक फुलहरू अलिक फोहोर रहेछ अवस्था चाहिँ अलिक गम्भीर छ होइन गाइज अलिअलि साफसफाइ नै गर्नु त्यसलाई फेरि त्यसलाई चिलाइहाल्यो गाइज होइन त्यसलाई चिलाइहाल्यो चिन्ता नगर बाहुन हामीसँग छ अलिकति तल जा अन्त पानी छ अनि चाहिँ चिलाउनु सुरु हुन्छ यसलाई चाहिँ अलिक खुल्लुली नै मजा रहेछ ल के हो भन्दाखेरि यो वरिपरि तपाईँहरू हेर्दै जानुहुन्छ भने आज सन्दीप महेश्वरी भन्नुहुन्छ भने यु क्यान डु इट तपाईँहरूले जे चिज गर्न खोजिरहनु भएको छ या तपाईँहरूलाई कुनै चिज रोकिरहेको छ भने अब तपाईँले त्यसलाई रोक्न नदिनु तपाईँ गरिदिनुहोस् कसलाई लिएर आइयो बाँदरै हो क्या यो मा यस्तो जीवनको लक्ष्यको यताउता कुरा गरिरहेको मान्छे हुने उखाड्ने केही होइन कि भाइ छोड्दै सन्दीप महेश्वरी पछि यहाँ केही भयो भने होइन लास्टमा भोलि पर्छ चोदा ब्लग्सबाट विनायक पराजुली मोटिभेसन खोल्नु भन्यो भने खोल्नु पर्न सक्छ के खोल्छ भाइ मोटिभेसन त खोल्ने कुरा होइन त मोटिभेसनले दिल खोल्छ ल अब ऊ त्यहाँ कसको होला त्यो पनि त्यो मेरै हो त्यहाँ बिहे रहेछ अघि सोध्न लागिरहेको थियो झाँट जाउँ न त यसो हामी अलिक भोक लागिरहेको छ यार जान नमिलेको कुरा अँ ए भन्न यार अब गाउँले अब हामी जाँदैछौँ तिमी गाउँले होइन गाउँले हो यार ल अब हामी माथि जान्छौँ ल हामी माथि नजाने यार यति छिटो त जाने चाहना छैन यार माथि छैन होइन यति हामी चाहिँ अनन्त लिङ्गेश्वर मन्दिर जान्छौँ अब
होइन मलाई नजाने चाहना त छैन भन्छु अहिले यति चाँडै चाहिँ जानु मन छैन गाइज होइन तर सिचुएसन के हुन्छ भाग्यमा के लेखेको छ के थाहा होइन धर्म कर्म गरौँ अनि जम्ला भाग्यमा के लेखेको छ गाइज होइन के थाहा अब अहिले भयो अहिले झाँट के थाहा मैले बहुत ही खतरनाक है इस जंगल में ए मैले नेपाली भएर हिन्दी बोल्छस् कि थारू बोल कि चौधरी भाषा बोल कि मैथिली बोल भोजपुरी भोजपुरी बोल कि मैथिली बोल भाइ ये जंगल बहुत घना होल गइल हो गइल हो गइल बाडु यस बोल छोड़ा यार बोल ये जंगल इतना बड़ा भइल बा हमारा थोड़ा थोड़ा फटल बा कति पटल बा हो बाबु बौवा तो गाइस आज मैले पढेको चिजहरुमा तपाईलाई आज बुझाउँछु है पढिस द फुल फर्म भाइ मैले भनेको थिएँ नि अघि बाहुनको भरोसा गर्नु हुँदैन मैले पढाएको सुनाउ त पाउने यहाँ कति छ द फुल फर्म अफ ओएस इज अपरेटिङ सिस्टम ओ माय गॉड ओइ बोले हाम्रो यसै त म हो नि कति बजे है त्यो चाहिँ मलाई थाहा छैन भन्न छोरा टाइम कति हो 11-12 होला नि अनि अर्को मलाई थाहा भएको भने एफसीएफएस भनेको चाहिँ फर्स्ट कम फर्स्ट सर्भ हुँदो रहेछ फर्स्ट कम फर्स्ट सर्भ हुँदो रहेछ त्यसमा चाहिँ के गर्ने रहेछ भन्दाखेरि जो पहिला आउँछ त्यसको मुखमा हालिदिइहाल्यो भन्ने कुरा सही बात अब यो कसरी बुझ्न सकिन्छ भन्दाखेरि चोदाको पसलको इक्जाम्पल हो सो म र दिपक काठमा चोदाको पसलमा गयौँ भने सरी म भन्नु नहुने रहेछ इक्जाम्पललाई धाटु होइन दिपक र विज्ञान यदि गयो भित्र भने खानालाई भित्र गयो भने जो पहिला आउँछ चोदाले त्यसको मुखमा हालिदिइहाल्छ खानेकुरा भक्का नै भन्नु पर्यो तैँले त अब क्लियरिफाई पनि गर्नु पर्ला होइन हामीले गल्ती गरेछौँ यार त्यही स्कुटर रोकेर आउनु सक्दा हामी होइन यहाँ स्कुटर रोकेको भए माथि चिया खाने ठाउँ छ के एकदमै राम्रो चिया खाने जाउँदै हेर लिने एउटा त्यसको पनि घुम्नुपर्छ क्या त्यो पुलिस स्टेसन पुरै घुमेर होइन यहाँ आइपुग्नुपर्छ क्या यसो छोड्दै हिँड्दै जाउँ छोडिदिउँ होइन हिँड्दै जाउँ जाडोले केही बोल्ने लायकको भएको छैन यता अलिकति चिसो छ गाइस तपाईँहरू यदि आउनुहुन्छ बस्न चाहनुहुन्छ आउनुहुन्छ भने होमस्टेहरू पनि छ यता चाहिँ होमस्टे पनि छ। ठाउँहरू पनि नभए यहाँ चाहिँ अब यस्तो छ हामी चाहिँ पुरा ट्राभल किङ भनेर होइन प्रवेश गर्दैछौँ यस यो चाहिँ गेट हो है यस्तो चाहिँ छ बाटो बाटो चाहिँ राम्रै छ होइन पिस छ गाइज होइन बाटो चाहिँ एकदम राम्रो छ अफ रोड भनेपछि तपाईँहरूले धेरै त पाउनुहुन्छ यदि तपाईँहरू सिङबाट आउन चाहनुहुन्छ भने आधी घन्टामा तपाईँहरू आइपुग्न सक्नुहुन्छ भने सूर्यविनायकबाट आउन चाहनुहुन्छ भने गाइज यहाँ त भाइ तेरो मोबाइलको लाइटले केही देखिँदैन भाइ के रहन देखिरहेको थियो यार यो चाहिँ आनन्द लिङ्गेश्वर हो तपाईँहरू यहाँ एकदम पिसफुल्ली आउन म चाहनुहुन्छ रङ्गवेबाट हिँड्दा छु क्या हो यहाँ इट्स ओके अहिले भिड नभएको हुँदा तपाईँहरू उताबाट हिँड्नु फरक पर्छ सकेसम्म खास हामी चाहिँ अब रङ्गवे हो ओ यु आर रङ गाइज किनभने लेफ्टबाट हामी जहिले पनि हिँड्छौँ राइटबाट अरू मान्छे आउँछ ओके ठिक छ सो बामुले हामीलाई नयाँ नयाँ कुरा सिकाइरहेको छ मन्दिरमा कसरी छिर्ने कसरी निस्किने होइन मन्दिरमा फर्काउनु जस्तो केही पनि क्राइटेरिया छैन तर यहाँ भजन पनि हुन्छ गाइज भजन पनि हुँदो रहेछ गाइज यदि तपाईँहरू मेन्टल पिसको लागि आउँदै हुनुहुन्छ इफ बिहान शान्तिमा हाइक गर्ने सोच्दै आउँदै हुनुहुन्छ भने दिस कुड बी अ गुड अप्सन फर यु तर बेलुका नआउनु शान्तिनो होइन गाइज यो चाहिँ ठुलै छ होस् गाइज बेलुका चाहिँ नआउनु होला किनकि हामी किन आएको भनेदेखि चाहिँ हामीलाई थाहा हामी चाहिँ गाउँले म्यान भर्सेस वाइल्ड पऱ्यौँ क्या गाइज होइन हामी चाहिँ अलिक अब अरू मान्छेभन्दा एक लेभल माथि छौँ क्या गाइज हामी अब अहिले त तपाईँहरूले एकदम राम्रो बत्ती भएको बाटो देख्दै हुनुहुन्छ अब चाहिँ हामी प्रथम बाटो ओह्राल्छ कि अलिपछि ओम नमः शिवाय ओम नमः शिवाय भगवान यति माथि मिलेर बस्नुलाई यार ओम नमः शिवाय होइन त्यही भने अब तपाईँहरूलाई यदि हिस्टोरिकल ब्याकग्राउन्ड यसको जान्नु छ भने चाहिँ भक्तपुरको राजाले गर्न सक्नुहुन्छ भक्तपुरको राजाले बिहान बिहान एउटा सिपाहीलाई घोडामा पठाएर यहाँबाट एक गाग्री पानी मगाउनुहुन्थ्यो अरे राजा चाहिँ आउनु हुन्थेन राजा हो होइन होइन जे भने भगवाननिर चाहिँ के राजा होइन होइन नुहाउनको लागि ओके यहाँबाट पानी मगाइबक्सनुहुन्थ्यो अरे कति कति एक गाग्री पानी पुग्थ्यो 2 गाग्री पानी ल
सिपाही बिचरा यार घोडामा आउँछ नि त राजा आफै आउनुपर्ने यार तर गाइस तर राजा पनि आउनु अरे यहाँको भए त अनलिमिटेड वाटर भइहाल्थ्यो नि बिचरा सिपाहीले लग्नै पर्थेन नि यहाँ एकदम राम्रो भजन हुँदैछ गाइजहरू कपिराइट त लाग्दैन नि भजन भगवान्को नाममा लाग्दैन यार भजनमा लाग्दैन तर अगाडि त्यसो बोलेको छ सिनहरू काट्दै रहेछ साथ रोपिसक्यो यार ओम नमः शिवाय केटाहरूलाई हल्का फुल्का मेन्टल पिस नै छ भने साथमा आउँदा ओम फरक पर्दैन अहिले आफ्नै फिजिकल हेल्थ खराब भइरहेको छ यार फिजिकल हेल्थ खराब होइन नि तर कार्डियो राम्रो भइरहेको छ यार यस्तो यार बिहान यस्तो यस्तो हो अनि यसो यस्तो यस्तो उहाँको म सिकाइदिइहाल्छु यति हप्ता भइसक्यो म गाउँछु So, After a long struggle, I guys are giving oh, that's Monday sir. Hey भगवान यहाँ छ मन्दिर हाम्रो विनायक सर यहाँ चाहिँ मन्दिर हामी होइन अब बोल नि त हिस्ट्री हे भगवान जय भगवान यहाँ चाहिँ भगवान हो ए सरी सो गाइज हामी चाहिँ भर्खर हामीले चाहिँ दर्शन गरेर आयौँ होइन गाइज अघि मैले भनेको कुवा चाहिँ यही हो कुवा गाइज राजाले चाहिँ यहाँबाट पानी ल्याउन आदेश दिन्छ यो चाहिँ कुवा हो यो हो ए यहाँबाट पानी ल्याउने अरे यो चाहिँ कुवा हो गाइज ओ दामी छ यार भगवानको पूजा हुँदैछ गाइज ओम नमः शिवाय भगवान मन्दिर गणेश भगवानको प्रसाद आउने भगवान होइन भोलि बिहान पास गराइदिनु गणेश भगवान यो पोखरीको बारेमा भन नि त यो पोखरीको बारेमा भन नि त वाट द हिस्ट्री अबाउट दिस पोखरीको चाहिँ मलाई अलिकति थाहा छैन तर मेला लाग्छ यहाँ चाहिँ मेला लाग्छ अरे गाइज होइन पोखरी एकदम सजाइएको हुन्छ अब हामीलाई खासै त्यसको बारेमा थाहा छैन हुन चाहिँ के को पोखरी हो यो पानी खाने पोखरी त होइन होला आज यहाँ चाहिँ अब हामी उल्टो काम गर्दैछौँ होइन यो त अहिले होइन हामीले त अनि धोएर आएको नि त हो यार हो ओम नमः शिवाय म चाहिँ बिहान बिहान यो बाटोबाट हिँडेर आफ्नो हेल्थ बनाउन आउने गर्थेँ पहिला अहिले चाहिँ छैन अहिले मलाई बिहान उठ्न अलिकति गाह्रो हुन्छ जाउँ यता सकिन्छ अब चाहिँ साइड हाल्न सकिन्छ कि नै रिस लिन सकिन्छ भने मात्रै बाटो जाने ल गाउँले म्यान भर्सेस वाइल्ड है गाइज अब चाहिँ यहाँ चाहिँ मन्दिर अझै एउटा छ अलिकति चाराहरू पर्छ कि सो यहाँ हाम्रो बाहुन दोस्तले चाहिँ हामीलाई रुल्सहरू सिकाइरहेको थियो मन्दिरभित्र चाहिँ अलिक मूर्तिहरूतिर चाहिँ भिडियोहरू बनाउनु हुँदैन गाइज होइन होइन किनभने अब किन भन्दाखेरि अब त्यसमा हाम्रो कल्चरल डिफ्रेन्सेसहरू हुनसक्छ तपाईँहरूलाई चित्त नबुझ्न सक्छ मलाई चित्त बुझ्न सक्छ होइन त्यसैको लागि हो अब यहाँबाट हाम्रो कम्प्लिट जङ्गलको बाटो छ सो अँध्यारो अनसेफ टु के भन्छ तपाईँहरू पुरै अँध्यारो देखिरहेको हुनुहुन्छ होला गाइज होइन अब यहाँ माथि छ होइन तर हामी तलबाट जान्छौँ कि किन जङ्गल हो नि त हाम्रो होइन हाम्रो फेमसली म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि यो बाटोमा यो जङ्गलमा चाहिँ चितुवाहरू हिँड्ने एकदमै डर हुन्छ विच इज ट्रु है नजिस्कन भन्दाखेरि ट्रु होइन कुकुरहरू यता सानोतिनो जनावरहरू लगेको होइन घरपालुवा जनावरहरूलाई एट्याक गरेको भने हामीले सुनिरहेको हुन्छौँ यस यस आज हामीलाई एट्याक गर्न सक्छ नो टेन्सन अनि मान्छेले एट्याक ओम गर्नु नमः शिवाय अब यहाँबाट खासै केही पनि छैन छन चाहिँ होइन के गर्नु पर्दैन है केटाहरू नोट लाउन अनि त्यसपछि अब हेर अब बाटो आइसक्यो अब टेन्सनै छैन अब हामी यसो तल जाँदैछौँ तर अलिक मलाई हिँड्न गाह्रो भएर चाहिँ खुट्टा भाँचेर गाइज होइन यही बाटो भयो नि के छ र होइन यो बाटो सुई 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 तल उठ्ने कि भालै भयो नि होइन अब
मेरो खुट्टा भाँचेर अलिक मलाई समस्या सर्प पनि हुनसक्छ तर चिसो छ सर्प ननिस्क्छ चिसोमा त दोष हाइबरनेसनमा हुन्छ नि त स्नेक्सहरू जोडी अहिले भेटेको छैन नि यहाँ जोडी भेटिन्छ बेला भए होइन सर्पै चाहिँ यसो हुनसक्ने चान्सेस हुन्छ तर अहिले छैन पानी पर्ने समयमा हुन्छ जोडी भेटिने समय भएको छैन अहिले पानी पर्ने समयमा हिँडेको बाटो म चाहिँ गाइजहरू स्कुलबाट घर फर्किने बाटोहरू होइन जोडी भेटिने समय चाहिँ अहिले होइन होइन किनकि यो मेरो स्कुलबाट हिँड्ने बाटो भएको हुनाले मैले चाहिँ मेरो बच्चाहरूलाई होइन म 3टा डाँडा चढेर जान्थेँ भन्न पाउँछु है साँच्चै पाउँछु यो चाहिँ मैले होइन मैले त्यहाँ गएर त्यो कस्टम भनेर नि मलाई पाप लाग्दैन तर तपाईँहरू चाहिँ नगर्नु होला किनभने यतिको हाइकिङ गरेर स्कुल जाने एउटा खतरा चिज भन्छु गाइजहरू है मेरो स्कुलले हाइकिङ पनि यहीँ लिएर आएको थियो क्या हो न दामी दामी ल म नि उल्टो हाइक गरेको थिएँ क्या मेरो घरबाट चाहिँ हाइकमा आएको थियो तपाईँहरू गुन्डो पुग्नुहुन्छ यहाँबाट गुन्डु पुगिन्छ गाइज यहाँबाट तल चाहिँ अब हामी त्यही बाटो जाँदैछौँ त्यही भएर फेरि आएको होइन हामी पुल तर्न जान्छौँ फेरि तर त्यसको लागि हामी अलिकति हिँड्नुपर्ने हुन्छ दसैँमा चाहिँ यता पिङसिङ पनि राखिएको हुन्छ तपाईँहरू दसैँको मौसममा आउँदै हुनुहुन्छ भने तपाईँहरूलाई एउटा के भन्छ एडभेन्चरस त अलि भन्नु मिल्दैन होला उकालो त हान्न सक्छु ओह्रालो चाहिँ अलिक गाह्रो हुँदो रहेछ यार खुट्टामा चाहिँ लास भएको रहेछ खुट्टामा अब स्प्रेन भइरहेको पेन भइरहेछ यार त्यहाँ चाहिँ लाइटहरू पनि बलिरहेछ त्यहाँ चाहिँ आउनै छ पुरै गाउँ छ त्यहाँ चाहिँ अलिक होटलहरू पनि छ होइन पाइलट बाबा साबा के छ भइहाल्यो होइन यहीँ तलबाट यो बाटो तपाईँहरू जानु भने ठ्याक्कै गुन्डु निस्किन्छ यहाँबाट पनि गुन्डु निस्किन्छ तर एकदमै जङ्गलकै बिचबाट जानु जङ्गल हो राति चाहिँ म हिँड्न रेकमेन्ड गर्दै गर्दिनँ अब यहाँभन्दा मात्र पनि बाटो त थुप्रै छ यो ल्यान्डस्केपले एकदमै मजा आउँछ सो गाइस तपाईँहरू सोचिरहेको हुनुहुन्थ्यो होला हाम्रो के हो त्यो यहाँ चाहिँ के लेखिएको छ रानीकोट 6 किलोमिटर खोला 6 किलोमिटर गोदावरी खोला हामी तल त्यो ऐको खोला गोदावरी खोला 6 किलोमिटर यहाँबाट 6 किलोमिटर रानीकोट 6 किलोमिटर अघि हामीले हामी बिचबाट सबैबाट जान्छ अब अघि हामीले देखेको खोला थियो नि त्यो पछि गएर मिसिन्छ अरे क्या उता लुबु साइड हुँदै भन्ने कुरो थियो म कन्फर्म चाहिँ छैन है त्यो कुरा त्यो ताजा खोले खोला एक्सप्लोर सो गाइस तपाईँहरू चाहिँ सकमा परिरह होला तपाईँहरू चाहिँ पहिल्यैदेखि सोचिरह होला हाम्रो झाँटु किन यस्तो अलिक हुन्छ नि जङ्गली टाइप किन लागिरहेछ किन त्यस्तो लाग्छ भनेदेखि थाहा पाउनुभयो होला पक्कै पनि तपाईँहरूले किनकि हाम्रो झाँटु ब्रो जङ्गलकै साइडमा बस्छ होइन स्टुडेन्टले हेर्छ नि भ्लग त्यस्तो नहुनु जङ्गलकै साइडमा बस्छ कति धेरै बाघ भालुहरू हुन्छ चितुवा भालुहरू पनि हुन्छ जङ्गलमा तपाईँहरूलाई के रेकमेन्ड गर्छु भन्दाखेरि के गर्छ साउनको महिनामा चाहिँ तपाईँहरू यदि अनन्तलिङ्गेश्वर भिजिट गर्न आउँदै हुनुहुन्छ भने चाहिँ एकदमै भिड हुन्छ र यदि लालीगुराँस फुल्ने टाइममा तपाईँहरू यदि यहाँ आउन चाहनुहुन्छ भने यो पुरै डाँडा रातै भइरहेको हुन्छ लालीगुराँसले भरिपूर्ण रहेको यो के हो मेरो आवाज थियो यार कस्तो मलाई कस्तो खतरा लाग्यो यार 3 करोड जनताले जान्नै पर्ने चिज नमस्कार मेरो नाम भाग्य न्युपाने जङ्गलमा आएर होला यस्तो स्लाइट डिफरेन्स क्या एकदम चिली छ नि त मौसम पनि फेरि धेरै जाडो मौसम पनि हट भइदिरा हाई मात्र लेख्न खोजे हात मेरो जम्दिरा डराइ भए पनि वे मैले गरिदिएँ चट्ट पर्या मेरी डल्लीले तपाईँ ब्याक गरिदिरा त्यो झाटुले चाहिँ कडकै गीत दियो होइन हाम्रो झाँट बहादुरले अब हामी फेरि पुलबाट जाँदैछौँ पुलबाट नगएर हामी तलबाट पनि घुमेर जान सक्छौँ तर त्यो हामी त रुट लिँदैन किनकि एकदम लामो छ त्यो रुट लामो छ अब कुनै दिन हाम्रो विप्लव चौधरीज्यूको खुट्टा ठिक भएपछि हामी फेरि एकचोटि लङ राइड जान्छौँ सो गाइज होइन यहाँ अनन्तलिङ्गेश्वर आउने डिफ्रेन्ट बाटोहरू छ होइन सो तपाईँहरू के बाटो चाहिँ प्रिफर गर्नुहुन्छ होइन बाइकमा आउँदै हुनुहुन्छ भने यताबाट घुमेर होइन अब तपाईँहरूलाई हिँड्न अल्छी लागिरहेछ भने होइन बाइकमा आउन सक्नुहुन्छ यहाँ बाइकको हिँड्नलाई गाडीको एकदम पिच रोडको व्यवस्था गरिएको छ यहाँ होइन त हाम्रो भोलि पर्सिको युवा नेता विनायक पराजुली नेताहरू म अहिले चाहिँ हामी गाइस तलबाट जान सकिनौँ होइन अँध्यारो धेरै भइसक्यो होइन गाइस पनि भयो र हाम्रो ब्लगरको हाम्रो हेड अफ द च्यानलको अलिकति खुट्टामा समस्या समस्या त त्यस्तो त्यो तल हिँड्ने बेलामा मात्र हुन्छ क्या अब यो हुन तल पनि त्यो अर्को पुलमा पनि जान्छौँ हामी यहाँ तल पुल छ गाइस होइन अँध्यारो भएर केही देखिरहेको छैन होला हामी यस्तो डेन्जर भिडियो बनाउन आउँछौँ गाइस तपाईँहरूको लागि हेर्नु यस्तो अँध्यारो यस्तो चाहिँ नचल्दाखेरि चुटमा चटनी लाए जस्तो What was that? That was a new word, bro.
अब हामी कहीँ न कहीँ जान्छौँ होइन गाइस तपाईँहरूलाई पनि लान्छौँ एक कप चिया खान्छौँ अनि हामीतिर घर जान्छौँ श्री बाबा भोलेनाथको जय ओम नमः शिवाय घुम्यो नि त उहाँ डाँडा पुगेर आयो What's up dogs बस सो गाइज अब चाहिँ हामी यहाँबाट जाँदैछौँ मैले चाहिँ नयाँ टेक्निक थाहा पाएँ गाइज होइन यो भ्लग बनाउने कस्तो भिडियो बनिरहेको चाहिँ थाहा छैन होइन म यस्तो दामीबाट भिडियो बनाइरहेको छु गाइज होइन झन्डै स्कुटीमा दम्दैछ होइन गाइज अब मोबाइल चाहिँ नबसोस् अरू भने त्यस्तै हो मोबाइल खस्यो भने चाहिँ गयो फेरि अर्को मोबाइल नि खोल्दै हप्ता दिन एउटा मोबाइल किन्नु नयाँ नम्बर डबल सेफ्टी दिनु क्या हो यसरी लागि नसमाउनु एउटा यहाँ दिउँ न होइन लौडा मजी लौडा सो गाइज अब चाहिँ हामी हिँडी 9 बजे जल्दी चियापान हान्न हाम्रो झाँट सर अगाडि छन् लाइट अफ गर्दैन नाइट राइड गाडी नि आउँछ गाइस मोबाइल पनि मलाएको भए हुन्थ्यो नि त्यो एउटा डिभाइसबाट भएको त पुरा हुन्छ पार्न पाइन्थ्यो तलको त्यो सुगाइजना आज चाहिँ अलि फर्किने बेला बनाउँला भक्तपुरको ओह्रालोमा आएको आज चाहिँ अलिक प्याक छ जस्तो लागेको यहाँ झाँटको दामी क्लिप आयो होला यार तिम्रो दामी क्लिप आयो होला यार स्कुटी उडाएको साँच्ची म बोलिरहेको थिएँ के भनिरहेको थिएँ भन न के अब यो मलाई एभिएटरबाट मेरो एन्टरको जित्न खोजिरहेको तर मैले जित्न दिन्न होइन सो गाइस हामी चाहिँ रेक्लेस भएर चिया खान आएछौँ मेरो माइकमा आउँछ कि नि त्यहाँ मेरो माइकमा आउँछ कि आउँछ हो यस मैले त खतरा ज्ञान दिइरहेको थिएँ त नि खोइ अब हेर्नुपर्छ अब त्यो लाइफलाई कसरी बेटर बनाउनु पर्छ भनेर भनिरहेको थिएँ अब हेरेपछि थाहा हुन्छ दोस्त त्यो भिडियो हेरेपछि थाहा हुन्छ